हेलो नमस्ते। म चाहिँ कविराज भट्ट। आज सानो एउटा मेसेज लिएर आएको छु। के मेसेज छ भन्दा गर्दाखेरि चाहिँ स्पेसली फर इन्जिनियर जो चाहिँ अहिले जापानको लागि सोचिराख्नु भएको छ। जापानमा चाहिँ इन्जिनियरिङ कामको लागि सोचिराख्नु भएको छ भने तपाईँहरूले चाहिँ आफ्नो ल्याङ्ग्वेज एबिलिटी चाहिँ के छ भनेर चाहिँ त्यो चाहिँ नेपालमै हुँदाखेरि चाहिँ चेक गरेर आउँदाखेरि चाहिँ इट विल बी बेटर फर यर फ्युचर। किन भन्दाखेरि अहिले चाहिँ धेरै जसो कस्तो भइसकेको छ जापानको सिचुएसन भन्दाखेरि चाहिँ पहिलाको र अहिलेको चाहिँ सिचुएसन टोटली चेन्ज भइसकेको छ। पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि भिजामा चाहिँ कुनै पनि किसिमको ल्याङ्ग्वेज रिक्वायरमेन्ट थिएन भने अहिले चाहिँ भिजामा पनि ल्याङ्ग्वेज रिक्वायरमेन्टको कुराहरू आइरहेछ। अनि अर्को कुरा भनेको चाहिँ के छ त भन्दाखेरि चाहिँ कम्पनीको क्याटेगोरी गर्दाखेरि चाहिँ धेरै जसो कम्पनीहरूले नेपालबाट ल्याउने कम्पनीहरूले चाहिँ जापानमा चाहिँ हाकेन भन्छ, ह्युमन रिसोर्स म्यानेजमेन्ट कम्पनी भनेर। अनि उहाँहरूले चाहिँ ल्याङ्ग्वेज रिक्वायरमेन्ट हाम्रो क्याटेगोरी यो अनि यो क्याटेगोरी भनेर चाहिँ ल्याङ्ग्वेज रिक्वायरमेन्ट नभए नि हुन्छ, जस्ट बेसिक हुँदाखेरि हुन्छ भनेर जुन ल्याउँदै हुनुहुन्छ त्यो कुरा चाहिँ अहिले मात्रै नभइकन पहिलाको केसहरूमा पनि ल्याङ्ग्वेज नभइकन जापानमा काम गर्न चाहिँ तपाईँको चाहिँ पहिल्यैदेखि गाह्रो थियो। रियालिटी चाहिँ नभनिकन चाहिँ मान्छेले थाहा हुँदैन यहाँ नभोगिकन। त्यसको कारणले गर्दाखेरि चाहिँ अहिले पनि के छ भन्दा अहिले त झन् कस्तो सिचुएसन भइदियो, गभर्मेन्टको तर्फबाट पनि ल्याङ्ग्वेज रिक्वायरमेन्टका कुराहरू भइसके। ल्याङ्ग्वेज रिक्वायरमेन्ट भनेको चाहिँ भिजाको लागि मात्रै नभइकन यो डेली लाइफमा जुन चाहिँ हामीले गर्ने काम छ यहाँको चाहिँ टोटली चाहिँ जापानिज भाषाको बेसमा भएको हुनाले सफ्टवेयरहरूदेखि लिएर तपाईँको चाहिँ कम्युनिकेसनहरू होइन, अनि मिटिङहरू होइन, हरेक कुराहरू चाहिँ सेफ्टी मिटिङवाला होइन, ट्रेनिङदेखि लिएर हरेक कुरा बुझ्नको लागि चाहिँ ल्याङ्ग्वेज कमान्ड चाहिँ राम्रो हुनुपर्छ। यदि ल्याङ्ग्वेज एबिलिटी तपाईँसँग छैन भने भोलि जापानमा आएर चाहिँ काम गर्न चाहिँ गाह्रो हुँदै गर्दाखेरि चाहिँ त्यो पहिल्यै सोचेको भयो भनेर रिग्रेट हुने कुराहरू चाहिँ अवश्य आउँछ यदि तपाईँसँग ल्याङ्ग्वेज छैन भने। त्यही भएर टाइममा सोच्नु होला यो कुरा चाहिँ। मान्छेले चाहिँ आउँदै गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ मान्छे आत्तिएको हुन्छ, त्यहाँ गइसकेपछि चाहिँ गरमला नि भन्ने हुन्छ, तर त्यो चाहिँ रियालिटी होइन। सो वाइजली थिङ्क गर्नु होला एन्ड थिङ्क इन टाइम। त्यो भइसकेपछि के हुन्छ त भन्दा ल्याङ्ग्वेज बनाइसकेर तपाईँ चाहिँ आउनुभयो भने इट विल बी भेरी इजी टु वर्क इन जापान। अदरवाइज यति गाह्रो छ कि त्यो सोच्न पनि सक्दैन नेपालमा बसेर मान्छे। त्यही भएर ल्याङ्ग्वेज एबिलिटी, कम्युनिकेसन स्किल प्लस रिडिङ एन्ड लिसनिङ। एन्ड अर्को कुरा म के सजेस्ट गर्न चाहन्छु भन्दाखेरि सफ्टवेयर स्किलहरू पनि बनाउँदा राम्रो, तर सफ्टवेयरसँग रिलेटेड टर्मिनोलोजीहरू जुन हुन्छ सफ्टवेयर प्लस अनि हामीले चाहिँ इन्जिनियरिङ फिल्डमा काम गर्दै गर्दाखेरि युज हुने टर्मिनोलोजी जुन चाहिँ हामीले इङ्ग्लिसमा पढेको हुन्छौँ त्यो चाहिँ टोटली जापानमा चाहिँ आफ्नै जापानिज नेटिभ ल्याङ्ग्वेजमा हुन्छ। त्यसले गर्दाखेरि चाहिँ सकभर ती कुराहरूमा पनि हामीले चाहिँ एउटा आफ्नो क्यापेसिटी बिल्डअप गऱ्यौँ भने त्यो चाहिँ राम्रो हुन्छ। तर अहिलेको मेसेज चाहिँ के थियो मेरो भन्दाखेरि चाहिँ एउटा वाइजली थिङ्क गरेर भोलिको समयमा आफ्नो फ्युचरमा चाहिँ दुःख नपाउनुको निमित्त तपाईँहरूले वाइज तरिकाले थिङ्क इन टाइम एन्ड मेक योर डिसिजन भनेर चाहिँ मैले मेसेज दिन चाहेको थिएँ। सो यदि चाहिँ कसैलाई चाहिँ जापानको एक्सपिरियन्स कस्तो हुन्छ के हुन्छ इन्जिनियरिङ स्पेसली इन इन्जिनियरिङ फिल्ड, अरू कुरा त मलाई थाहा छैन, इन्जिनियरिङ फिल्डमा के हुन्छ भनेर तपाईँहरूलाई चाहिँ यदि चासो छ भने यु क्यान कन्ट्याक्ट मी। त्यो कुराहरू चाहिँ म चाहिँ आई विल एक्सप्लेन कस्तो कल्चर गर्छ, कसरी चाहिँ काम गर्ने तरिकाहरू हुन्छ, टोटली डिफ्रेन्ट हुन्छ नेपालमा गर्ने र यहाँ गर्ने तरिकाहरू। सो अहिलेको लागि चाहिँ यदि कोही तपाईँहरू चाहिँ सोचिराख्नु भएको छ जापानको लागि भने प्लिज फोकस अन योर ल्याङ्ग्वेज। थ्याङ्क यू।